भूमिविहीनहरूको र भूमि भएका मान्छेको पनि सरकार त हो नि त, उहाँ त त्यो हो नि त। तर उहाँले आज जुन काम गर्नुभएको छ के यो चित्त बुझ्ने काम गरेको छ त? मैले त अस्ति भनेको थियो यो सरकार, मैले होटल एभरेस्ट पनि पहिल्यै यो चुनाव हुनुभन्दा 3 महिना अगाडि भनेको थियो यो चुनाव भएर बालेन प्रधानमन्त्री बनाएर ल्याइँदैछ। यो हुने बित्तिकै यो देशमा गरिबको गुन्जायस छैन है। सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग र गरिब र तल्लो वर्गका कर्मचारीको गुन्जायस छैन यहाँ, र उनीहरू बाँच्न पाउँदैनन् भनेर मैले त्यतिखेर भनेको थिएँ नि, भनेको थिएन मैले? हरेकपल्ट भन्दै आएको कुरा आज पुग्यो होइन, प्रमाणित भयो। उहाँहरूले अहिले आएर के गर्नु पर्थ्यो भने भ्रष्टाचार विरुद्धको उसमा जानुपर्थ्यो। जस्तो भ्रष्टाचार विरुद्धको सबैभन्दा बढी आवाज त दुर्गा प्रसादले उठाएको हो नि त। कमोडियाका फाइल खोलेन कि, महाकालीका फाइल खोलेन कि? भ्रष्टहरूलाई चाहिँ नि तपाईँको 300 इन्चीको टिभीमा नि तस्करहरूको फोटो सार्वजनिक गर्दै त हाम्रो यहीँ आनन्द जोशी लगायत यहीँ हाम्रा पत्रकार, खोइ हाम्रा प्रकाश दालु, विकासहरू सबैजना हुनुहुन्छ त, तपाईँहरू पत्रकार हुनुहुन्छ त, कसले आँट गरेको थियो तस्करहरूको फोटो सार्वजनिक गर्ने? आखिरमा त्यो आन्दोलन उठ्यो तर जेएनजीको नाममा त्यो आन्दोलनलाई हाइजेक गरियो। हाइजेक गरेर आज तपाईँको बालनलाई त्यहाँ पुर्याएको होइन। जग हामीले बनायौँ, घर बालनजीले बनाउनु भयो, तर यो घर धेरै दिन टिक्दैन।